No, 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 no. नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई यस भिडियोमा। आज म हाम्रो गाउँको रोपाइँमा जाँदै छु। अहिले असार महिना चलिरहेको छ र यही समयमा पहाडी भेगमा धान रोप्ने काम निकै व्यस्त हुन्छ। आज तपाईहरुलाई हाम्रो गाउँ घरतिर रोपाइँ कसरी गरिन्छ भनेर सुरुदेखि अन्तिमसम्म देखाउने प्रयास गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। सबैभन्दा पहिले रोपाइँ भनेको धानको बिरुवालाई हिलो भएको खेतमा सारेर रोप्ने प्रक्रिया हो। अब रोपाइँ सुरु गर्नु अघि के गरिन्छ त? सबैभन्दा पहिले खेतलाई राम्रोसँग जोतिन्छ। त्यसपछि गडाको डिलहरुमा बिड अर्थात इचला लगाइन्छ ताकि खेतको पानी बाहिर नजाओस् भनेर। त्यसपछि खेतमा पानी लगाएर बल्लुले पटक पटक जोतेर माटोलाई एकदमै नरम र गिलो बनाइन्छ। माटो राम्रोसँग गिलो भएपछि बल्ल धान रोप्नका लागि तयार हुन्छ। अब एउटा कुरा, यहाँ काम गर्ने मान्छेहरुको आफ्नै नाम हुन्छ। हलो जोत्नेलाई हलिया भनिन्छ, बौसो समातेर खन्ने व्यक्तिलाई बौसे भनिन्छ, धानको बिउ समातेर रोप्ने मान्छेलाई रोपारा भनिन्छ र रोप्न सुरु गर्नु अघि उनीहरूले गीतको भाकामा रमाइला शब्दहरू बोलेर शुभकामना दिन्छन् ताकि अन्न राम्रो फलोस् फुलोस् भनेर। अनि हिलोमा पस्दै धान रोप्न थाल्छन्। गडाका बिडहरुमा मास रोप्छन्। यतातिर यी आमाले रोपाराहरूलाई भन्नुहुन्छ। अनि सबैजना एकै लहरमा उभिँदै गीत गाउँदै धान रोप्छन्। एक दु गिल्लो गादिन अब गिल्लो गादिन यही गीत, यही हाँसो र यही रमाइलोले रोपाइँलाई काम मात्र होइन एउटा पर्व नै बनाइदिन्छ। उतातिर बेग्लै छ, एकअर्कालाई हिलोले बिदाउँदै। अरे मगामा जोका ल हेर्नुहोस् साथीहरू, सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ। कसैले जोतिरहनु भएको छ, कसैले बिउ ल्याइरहनु भएको छ, त कसैले रोपिरहनु भएको छ। म चाहिँ यहाँ इचला थप्दै। सबैको मेहनत मिलेर नै भोलि सुनौलो धान फल्ने हो। साँच्चै भन्नुपर्दा हामीले घरमा सजिलै खाने एक गाँस भातको पछाडि किसानको कति ठुलो मेहनत लुकेको हुन्छ। यही थियो हाम्रो गाउँको परम्परागत रोपाइँ। तपाईहरुलाई कस्तो लाग्यो लाइक, कमेन्ट अनि शेयर गरिदिनु होला। हस्त, धन्यवाद।